रेडी हो त ल अब आज हामी कहाँ छौँ आज हामी चाहिँ यो माओवादी केन्द्रको अन्तिम बैठक बसेको स्थलमा फेरि भिजिट गरेका छौँ यहाँ हाम्रो यो दाइको नाम के अरे यहाँको बेलबहादुर सर उहाँको दाइको नाम प्रेमान है बुद्धिमान 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 हुलुन ल बुद्धिमान दाइको घरमा फेरि आइपुग्यौँ हामी 4 भाइ बुद्धिमान दाइ पनि आउनुहोस् यता अगाडिपट्टि छलफल हाल्ने हो कि यसै गफसप होइन हजुर नमस्कार है ल इन्चार्ज ज्यू हैन अनि यता तपाईँ आफै परिचय दिनुहोस् म त रामगोले प्युटा बागमती अलि बेसमा भन्नुपर्छ अलि नसुनिने गर्छ गाउँपालिका बागमती गाउँपालिका वडा नम्बर 4 प्युटा रामगोले सबैजनालाई अभिवादन म सुरेश लामा महाकाल गाउँपालिका बुखेलेक अब तपाईँकै आफ्नो परिचय दिनु पर्यो कि मेरो किन पर्यो म त अब किन बोल्नु भन्ने सबैले चिनेको ल हाम्रो रेल चाहिँ छुट्या छैन नि होइन ए रेल त हामी एउटै डिब्बामा रेल चाहिँ अब छुट्या छैन नेपालको राजनीतिक परिस्थितिहरू चाहिँ अब गम्भीर मोडमा भएको हुनाले फेरि हामी चाहिँ यो ऐतिहासिक स्थल त्रिखण्डी बैठक चाहिँ हाम्रो नेकपा माओवादी केन्द्रको प्रथम एवं अन्तिम विस्तारित बैठक थियो अब साह्रै चाहिँ होइन अब सम्झना आएर यो ठाउँ फेरि भ्रमण गर्न हामी सबैजना आइपुगेका छौँ यो गरी हाम्रो बुद्धिमान दाइलाई सम्झेर एकदम बुद्धिमान दाइलाई पनि सम्झेर यो अविस्मरणीय क्षणमा हामी छौँ र हामी यसरी गाउँ गाउँ यात्रा गर्दैछौँ रेकर्ड भइरहेको छ अफकोर्स हामीलाई सबैलाई लागेको कुरा त्यही हो यहाँ आएर जुन खालको हामीले अब कार्यक्रम राख्यौँ पार्टीको र हामीले बैठकमा पुर्याउनु पर्ने जुन प्रक्रियाहरू पुऱ्याएर हामीले एउटा खालको भूमिका निर्वाह गऱ्यौँ अविस्मरणीय रहनेछ पक्कै पनि हाम्रो यहाँ घर धनी हाम्रो बुद्धिमान हुलुन दाइसँग भलाकुसारी गर्न र पुनः यो ठाउँ यसरी भ्रमण गरौँ घुम्ने गाउँ साथीहरूसँग हिसाबले नै हामी फेरि आज मौसमले पनि अलिअलि च्यालेन्ज गरिरहेछ होइन मौसम अलि घाम राम्रोसँग लागिरहेछ होइन आनन्द आइरहेछ यो ठाउँ होइन मौसम त अब हेर्नुहोस् अब कार्तिकको आज कति कति 22 गते भयो होइन यसको गफको कुनै उनै नलिनुहोस् आज 22 गते भयो यो सीमाहीन अन्तहीन छलफल भन्ने हामीलाई ल्याइरहेछ अनि जेठान ल कस्तो लाग्यो तपाईँलाई यो दोस्रो पटक आइपुग्दाखेरि यो डाँडामा तपाईँको दोस्रो पटक मात्रै हो नि मेरो त यो अलि हामीसँगै चाहिँ रिभिजिटको लागि त अब दोस्रो पटक भयो यसले कमसेकम हिजो हामीले जो प्रतिज्ञा अथवा प्रतिबद्धता जाहेर गरेका थियौँ त्यसलाई फेरि रिमाइन्ड यो रिभिजिट मात्रै होइन रिमाइन्ड पनि हो र विशेष गरी हामी माओवादी आन्दोलनसँग जोडिएको एउटा कार्यकर्ता रहेको कारणले गर्दाखेरि अहिले माओवादी आन्दोलन जुन फेजमा गयो नि माओवादी आन्दोलन अब माओवादी आन्दोलनको मैले जहिले पनि 3टा फेज भन्ने गरेको छु यो तेस्रो फेजको चरण हो यो हामी अहिले सङ्क्रमणकालीन अवस्थामा छौँ पहिलो चाहिँ जनयुद्धको फेज जो 63 मङ्सिर 5 मा चाहिँ फेज आउटको स्थितिमा रह्यो अनि अहिले फेरि माओवादी संसदीय व्यवस्थामा आइसकेपछि अस्ति कार्तिकको 19 गते फेरि माओवादी जुन विचार हामीले अवलम्बन गरेका थियौँ त्यो बादको चाहिँ फेरि एउटा फेज आउटको रूपमा पुगेको छ फेरि अब हामी मालेलाई मार्क्सवादी लेनिनवादलाई अंगीकार गर्दै यो देशको अथवा समाजको वर्ग व्याख्या हामीले पुनर्व्याख्या गर्न जो खोज्दैछौँ अझ हामी मैले विशेष गरेर जहिले नै भन्ने गरेका छौँ हामी विचार निर्माणको तहमा त हामी छैनौँ पार्टीको यद्यपि विचार निर्माण गर्नको लागि मद्दत गर्ने ठाउँमा चाहिँ हामी हो र जहिले पनि फेरि प्रश्न उठाउने ठाउँमा पनि भएको कारणले गर्दाखेरि विचारमाथि प्रश्न
उठाउने र विचारलाई चाहिँ मद्दत गर्ने ठाउँमा भएको कारणले गर्दाखेरि हामीले जो यहाँ बैठक राखेका छौँ यसलाई रिभिजिट गर्दै गर्दाखेरि र अस्तिकै विषयहरू रिमाइन्ड गर्दै गर्दाखेरि गर्नको निमित्त चाहिँ यसले फेरि ठुलो टेवा पुग्छ, ठुलो मद्दत पुग्छ र फेरि काठमाडौँ पुगेर हैन काठमाडौँ पुगेर हामी अर्को नयाँ बहस छलफल गर्न सक्छौँ भन्ने चाहिँ मलाई फेरि आन्तरिक रूपमा लागेको छ। जेठान साहबले विचार निर्माण गर्ने ठाउँमा चाहिँ हामी छैनौँ, तर विचार निर्माण गर्न सहयोग पुर्याउने ठाउँमा चाहिँ हामी छौँ भन्दा मलाई एउटा कुराको याद आयो कि यो कम्युनिस्ट पार्टीमा मात्रै नभएर सायद विश्वमा हेर्ने दृष्टिकोण जुन त्यो विचार निर्माणको चाहिँ एउटा आधारभूत तह हुन्छ नि, त्यो चाहिँ वास्तवमै चाहिँ फेरि जनताकै लेभलबाट हुन्छ कि त्यो जनताको लेभलबाट हुन्छ र जनताको त्यो सबैभन्दा तलको चाहिँ हाम्रो चाहिँ अवस्थिति चाहिँ उपस्थिति कहाँ हुन्छ त भन्दा गाउँमा हुन्छ। त्यो चाहिँ तपाईँको चाहिँ यस्तै कुना कन्दराको भूगोलमा हुन्छ होइन। त्यो भएको कारणले गर्दाखेरि यसमा हामीले के पनि हुन्छ रहेछ जस्तो यो विचार भनेको चाहिँ तपाईँको चाहिँ एउटा दर्शनमा आधारित रहेर एउटा हेर्ने दृष्टिकोण नै हो। त्यसमा माओवादीले के भन्नुभएको रहेछ भने यो दर्शन चाहिँ गाउँमा हुन्छ र अप्ठ्यारो परिस्थितिहरूमा विकास हुन्छ र उपत्यकाहरूमा हुन्छ भन्ने चाहिँ भनाइराख्नु भएको रहेछ कि दर्शन चाहिँ एकदमै त्यो अत्यन्तै कठिन परिस्थितिबाट चाहिँ त्यो जन्मिन्छ भनेर चाहिँ त्यो एउटा प्रसङ्गमा प्रसिजनको क्रममा भन्नुभएको रहेछ। त्यस्तै हामी पनि मैले जोड्न खोजेको सन्दर्भ चाहिँ के हो भने अब हामी विचार निर्माणको लागि पनि त हाम्रो सामाजिक वस्तुस्थिति के हो भन्ने कुरो त अध्ययन गर्नु पर्यो। त्यसको लागि त फेरि नेतृत्वहरूले हामीतर्फ नै तल्लो कमिटीतर्फ नै नेतृत्व फर्किनु पर्ने हुन्छ। वास्तवमा नेपालको सन्दर्भमा चाहिँ कम्युनिस्ट पार्टीहरूले विचार निर्माणको क्रमलाई हेर्ने हो भने चाहिँ अहिले त्यो तल जहाँ हेर्नुपर्ने हो त्यहाँ चाहिँ तपाईँको चाहिँ हेरिएको देखिँदैन कि मैले चाहिँ त्यो रिमाइन्ड गर्नु खोजेँ तपाईँले गर्नु खोज्दा यो अलि लामो होला जस्तो होइन।